साथीहरू, हाम्रो यस शिक्षा महासंघले आह्वान गरेको शैक्षिक हडताल, यस आन्दोलनप्रति कसको के कस्ता चाहिँ विचार तथा अभिव्यक्ति रहेका छन्, एक नजर यो सोशल मिडिया तथा सोशल सञ्जालतिर हेरौँ। यस आन्दोलनलाई बदनाम गर्नको लागि के कस्ता नौटंकी भिडियोहरू बनाइएको छ सोशल सञ्जालमा, एकचोटि हेरौँ साथीहरू। ल म 18 दिनको आन्दोलनमा हिँडे, केटाकेटीलाई बेला स्कुल लाने ल्याउने गर्नु, एक दिन पनि स्कुल छुटाउने होइन, सबैभन्दा ठुलो र महँगो बोर्डिङ स्कुलमा हालिदिएकी छु, 10 जनाको टेन्सन लिने होइन, खालि 12 को जाँच आउन्ला, SLC को रिजल्ट आउन्ला, सबैको भविष्य बिगार्दी भनेर मलाई के चिज गर्ने के। आफ्नो फुत्त महिना मरेपछि ढिलाकी चाँडो तलब आइहाल्छ, उहाँ काठमाडौँका बजारमा बसेर मजाले नाच्न गाउन पाइया। 18 दिन मात्रै होइन, हाम्रो 18 महिना 18 वर्षसम्म पनि हाम्रो आन्दोलन जारी रहन्छ, जबसम्म हाम्रो माग पूरा हुँदैन नि। हामीलाई यो दुनियाँ विद्यार्थीको हामीलाई मतलब छैन। ल घर सम्हाल्नु होला, अब घरतिर काम गर्ने बानी पनि हराइसक्यो, नाच्ने र गाउने बानी बसेको छ, उता भिडियोहरू भाइरल भएका भइछन्। म हिँडेँ। साथीहरू नमस्कार, म नवलपरासी पश्चिम सुस्ताबाट जेपी सर। हाम्रो यो शिक्षक महासंघले आह्वान गरेको 20 गतेबाट 2081 चैत्र 20 गतेबाट सुचारू भएको शिक्षक आन्दोलन आज 2082 वैशाख 7 गते यानी कि 19औं दिन आजसम्म आउँदाखेरि यस शिक्षा महासंघ तथा शैक्षिक हडताललाई लिएर विभिन्न पक्षका व्यक्तित्वहरूले विभिन्न कुरो काटिरहेको देखिन्छ, जुन विभिन्न सोशल मिडिया वा सञ्जालमा हेर्न पाइन्छ। जस्तै म यहाँ तपाईहरुलाई म देखाउन चाहन्छु कि एक नजर यो सोशल मिडियातिर अथवा सोशल सञ्जालतिर हाम्रो शिक्षा आन्दोलन तथा महासंघको बारेमा र शिक्षकहरूको बारेमा कसको के प्रतिक्रिया रहेको। साथीहरू, पूर्व मन्त्री रामकुमारी झाँक्रीले भन्नुभयो, हाम्रो यो आन्दोलनलाई हेरेर शिक्षकहरूको रमिता बढी भयो, शिक्षकहरू यो कुरा छोडेर विद्यालयतिर जानुस् भन्नुभएछ। उहाँको यो कुरो कति राम्रो छ, यो स्क्रिनमा हेर्नुस्। मन्त्रीज्यू, तपाईलाई थाहा छैन, यो आन्दोलन नेपालमा मात्र हैन अरु देशमा पनि भएका छन्। शिक्षकहरूले आन्दोलन गरेको बहुत लामो इतिहास छ। यदि थाहा छैन भने एकचोटि चाहिँ हिस्ट्री इतिहास चाहिँ अध्ययन गर्ने गर्नुस्। स्क्रिनमा हेर्न सक्नुहुन्छ। सर्वसुलभ रूपमा बालबालिकालाई निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा प्राप्तिमा पहुँचको सुनिश्चितता सँगै पेशागत हक अधिकार आत्मसम्मानका लागि विभेद असमानता विरुद्ध विद्यालय शिक्षक र कर्मचारी एकजुट भएर संघर्ष गरौं, भिडौं, लडौं। नेपाल शिक्षक सेवा आन्दोलनले नै स्थापित गरेको हो र 2029 सालमा 120 दिनसम्म नेपालमै र अमेरिकामा त 8 महिनासम्म शिक्षक आन्दोलन भएको विश्वमा इतिहास नै साक्षी छ। मन्त्रीज्यू, यो याद राख्नुस् र यो पनि बुझ्नुस्, नेपालमा मात्रै हैन, शिक्षकका माग र मुद्दा स्थापित गरेर मात्र हामी छाड्ने छौं। साथीहरू, धेरै साथीहरूले यस्तो पनि क्रिटिसाइज गरेका छन् कि जस्तै यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ, प्राथमिक तहका हकवाला भएर पनि माध्यमिक कक्षामा आँखा लगाउने त्यो लोभ, त्यो लालच शिक्षा होइन, सत्ता देख्ने नजर हो। त्यो उसलाई न विरोधको डर छ, न नैतिकताको चिन्ता, लाज पचाइसकेको छ र विवेक बेचिसकेको छ। अध्यक्ष होइन, त्यो त कुर्सीमा बस्ने एउटा वैध नामको अराजकता हो। साथीहरू, यहाँसम्म क्रिटिसाइज हाम्रो चाहिँ महासंघ तथा शिक्षक आन्दोलन प्रति गरिएको छ। अर्को, हाम्रो साथीहरूमा पनि केही यस्ता विभेदहरू आएको पनि भेटिन्छ। जस्तै यहाँ हेर्नुस् स्क्रिनमा, एकजनाले के लेखेछन्, समाधान करार राहत बाल उच्च विद्यालय कर्मचारी सबैलाई 60 वर्ष उमेरसम्म करार नै रहन दिनु, बाँकी कोटा खाली हुँदा खुल्ला विज्ञापन गरौँ। अर्को साथीले चाहिँ यस्तो कमेन्ट गरेछन्, हेर्नुस् स्क्रिनमा, 2075 को आन्तरिकमा एउटा रुमभित्र पर्ने धेरैले एक अर्कासँग उत्तर शेयर र कापी साटेर पनि लेखेको कुरा हल्ला छ, फेरि उस्तै हुने हो कि? साथीहरू, धेरैले सोध्ने गर्छन् कि तपाईहरु किन स्थानीयबाट भाग्नुभएछ, संघमा किन बस्नु खोज्नुभएछ। त्यो स्क्रिनमा हेर्नुस्, हामी स्थानीयबाट संघमा किन जान खोजेको। अहिलेसम्म स्थानीयले के गरेछ?
कनिष्ठलाई प्र बनाउने, आफ्नोलाई करार नियुक्त गर्ने, विरोधीलाई टाढा सरुवा गर्ने स्थानीय सरकारले अभ्यास गरेको यो सुधारका पक्षहरू हुन्। हेर्नुस्, यस कारण हामी चाहिँ सङ्घ रोज्न खोजेका छौँ। साथीहरू, हामी पनि कम छैनौँ। शिक्षक महासङ्घले चाहिँ यस्तो आह्वान गर्दा गर्दै पनि, जस्तै स्क्रिनमा हेर्न सक्नुहुन्छ, आन्दोलनलाई निर्णायक बनाउन देशभरका विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौँ आउन शिक्षक कर्मचारीलाई नेपाल शिक्षक महासङ्घको अनुरोध। यस्तो अनुरोध गरेछ शिक्षक महासङ्घले। यति हुँदाहुँदै पनि हामी पनि कम छैनौँ। यहाँ स्क्रिनमा हेर्नुहोस्, जारी शिक्षक आन्दोलनको मर्म विपरीत मोरङ जिल्लाका विराटनगर स्थित पोखरिया माध्यमिक विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ। आन्दोलनरत शिक्षक महासङ्घको प्रतिनिधिहरू विद्यालयमै गएर आन्दोलनको भावना विपरीतको क्रियाकलाप नगर्न अनुरोध गर्दा प्रहरी प्रशासन लगाएर महासङ्घका प्रतिनिधिहरूलाई 1 घण्टाभन्दा बढी विद्यालयको कोठामा थुनेर परीक्षा सञ्चालन गरिएको कुरा बाहिरिएको छ। उक्त विद्यालयले गरेको यस कार्यको विराटनगरका अन्य सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पनि विज्ञप्ति निकालेर विरोध गरेका छन्। अब साथीहरू, यो कहाँसम्म चाहिँ सपोर्टको कुरा छ? हाम्रा साथीहरू नै हाम्रो विरुद्धमा छन् भने हाम्रो आन्दोलन कसरी सफल हुन्छ? एकचोटि सचेत हौँ र हामी यस्ता व्यक्तित्वहरूको बारेमा हामी पनि आफ्नो चाहिँ सोसल मिडिया र सञ्जाल मार्फत चाहिँ चेताउने तथा उहाँहरूलाई राम्रो सुधार्ने तरकिबहरू बताऊँ। साथीहरू, म अन्तमा यही कुरा भन्न चाहन्छु, कैँची चलाउनेहरूको भिडले समाजलाई जतिसुकै टुक्र्याउन खोजे पनि सियो र कलम चलाउनेहरू आफ्नै धुनमा समाजलाई जोडिरहन तल्लीन रहन्छन्। यो कुरा याद राख्नुहोला। र एक थोपो मसीले चाहिँ इतिहास चाहिँ लेख्न सक्छ र यो हाम्रो शिक्षक साथीहरूबाट नै हुन्छ, बुद्धिजीवी व्यक्तिबाट मात्रै हुन्छ। आन्दोलनको मर्म र यो पेसाको चाहिँ पीडा एउटा विद्वत व्यक्ति, शिक्षित व्यक्ति, चेतनशील व्यक्ति, समाजसेवी व्यक्ति मात्रै बुझ्न सक्छ। त म सबैमा विनम्र अनुरोध गर्छु कि यस आन्दोलनलाई चाहिँ सफल पारौँ र जो जहाँ भए पनि आफ्नो ठाउँबाट समर्थन जनाऊँ। हस्, धन्यवाद।